90 माइनस थीटा। अब 90 लाई के गर्न अनुपातमा चेन्ज गर्न सकिन्छ, त्यसकारण 90 लाई हामीले sin को cos मा चेन्ज, अर्थात 90 चेन्ज इन्टु अनुपातमा, त्यसपछि sin लाई cos मा, अर्थात यहाँ के हो यार cos थीटा। त्यस्तै tan 90 माइनस थीटा के हुन्छ cot थीटा। cot थीटा यो 90 र यो 90 यो क्यान्सल हुन्छ। यो 90 ले हामीले खाली जान्छ रुल नम्बर 1, रुल नम्बर 2, रुल नम्बर 3, रुल 4। 90 होस्, 180 होस्, 360 होस्, 270 होस्, यसले जनाउने काम खाली कोठा मात्रै हो, तर उले केही पछि केही गर्दैन, खाली हामीले जानिन्छ मात्र यो 90 माइनस थीटा 90 एक नम्बर र एक नम्बर के हुन्छ चेन्ज हुन्छ, बस त्यति मात्र त्यसको काम। त्यसपछि अर्को cos 90 माइनस थीटा, अर्थात cos में के मा चेन्ज हुन्छ sin चेन्ज हुन्छ, अर्थात यहाँ sin 90 माइनस थीटा मतलब sin थीटा। यसरी गरेर अब यहाँ के हामीले बुझ्नु पर्छ, यो रुल नम्बर 1 मा सबै पोजिटिभ हो, सबै पोजिटिभ मतलब सब अल पोजिटिभ रुल नम्बर 1। तर अब आउनु पर्यो हामीले यो मेटाइसकेपछि, अब आउनु पर्यो हामीलाई रुल नम्बर 2 को। अब रुल 2 मा के हुन्छ जस्तै sin 180 माइनस थीटा। अब ध्यान दिनु पर्ने 180 मा त हामीले अनुपात चेन्ज गर्न मिल्दैन, नो चेन्ज। र 180 मा अनुपात जब चेन्ज हुँदैन भने, तर चेन्ज नभए पनि हेर्नु पर्छ 180 मा अनुपात चेन्ज छैन भने त्यो 180 भनेको 2 नम्बर कोठा, 2 नम्बर कोठा कसको छ, कसको छ sin को र कसको छ। यसको मतलब sin लाई परमिशनको जरुरत पर्दैन, त्यो जस्ताको त्यस्तै रहन्छ भनेपछि अब sin थीटा भयो। दुई मिनट के